हेलो एभ्रिवान गाइज है सबैलाई गुड मर्निङ। अनि आफ्टर लङ टाइम पछि चाहिँ म फेरि आएको छु है भ्लगमा। अनि सो आज चाहिँ गाई तिहार हो है, गाई गोरु तिहार हो। सबैलाई शुभकामना, जो जहाँ हुनुहुन्छ मजाले मनाउनु होला। अनि हाम्रो घरमा नि भर्खरै तयारी हुँदैछ, अघि राति आधा रातदेखि नै तयारी गरेको। अनि अब म भित्र छिरेर हेर्छु के कस्तो तयारी गर्नुभएको रहेछ मेरो घरमा चाहिँ है। म गएर हेर्ने छु गाइज, लेट्स सी, तपाईँहरूलाई देखाउने छु है त। म चाहिँ घरतिर छिरे। के गर्दै हुनुहुन्छ हौ यतातिर? ठिक छ होइन? ल हाम्रो चाहिँ फाइनल्ली आज लक्ष्मी पूजा चाहिँ हाम्रो चाहिँ आज हुन्छ है। आज हुन्छ, कतिपयको चाहिँ हिजो बेलुका नै गर्नुहुने रहेछ। अनि हाम्रो चाहिँ एकैचोटि आज नै हुन्छ है, आज बिहान हुन्छ, पहिल्यैदेखि भएको थियो। त्यही भएर यस्तो तयारी छ। अनि जस देख्न सक्नुहुन्छ तपाईँहरूले, सधैँ यसरी नै मनाउन पाऊँ हरेक वर्ष, होइन मम्मी? हजुर, होइन सधैँ यसरी नै मनाउन पाऊँ होइन। ल टक्क यस्तो छ है माहौल चाहिँ। टक्क अब पूजा सुरु गरेको छैन, अब एकछिनमा गर्नेछौँ हामी। यहाँ बुनुहरू तयारीमा लाग्दै हुनुहुन्छ। के छ सर माहौल कस्तो हुँदैछ? अनि बब्बाल छ है, बबाल हुँदैछ। ए ल ठिक छ। बुनु के छ? अनि आज लक्ष्मी पूजा रहेछ होइन, हाम्रो त आज बिहान हुन्छ। कस्तो हुँदैछ माहौल? एकदम बब्बाल हुँदैछ। हाम्रो बुनु चाहिँ आधा रातमै हामीलाई उठाए आउनु भएर अनि मजाले खट्नु भएर यहाँ यस्तो छ है, यस्तो माहौल बनाउनु भएको छ। सो रमाइलो त हामी गर्ने नै छौँ है। के हुन्छ म देखाउँछु तपाईँहरूलाई मजाले। ल अब चाहिँ सुरुमा हाम्रो मम्मी र पापाले थाल्नुहुन्छ है। ल हाम्रो मम्मी र पापाले अघि थालिसक्नुभयो, देख्न सक्नुहुन्छ। जाबाको अलिक सम्पत्ति यति मात्रै भयो, पोहोरको जस्तो भएन है। आशिष अलिक दिनु पर्यो, आशिष अलिक दिनु पर्यो। हाम्रो चाहिँ गाउँघरमा यस्तो हुन्छ है। ल दर्शकमा एकछिनमा हाम्रो नि पाला आउँछ, हाम्रो नि यो त भएन रहेछ हौ। खोइ हामी हाँसी सापु चिया दिने छ। ल हाम्रो मम्मी पापाको आशिष लागोस् है। ल बोनु, बोनु र भाइले नि गर्दै हुनुहुन्छ। यता हाम्रो टोली हुनुहुन्छ, अर्को टोली हाम्रो बोनुहरू। हामी चाहिँ हेर्ने होइन, अहिले हेर्ने, एकछिन हाम्रो नि पाल आउँछ। ल दर आशिष जानु पर्यो है हाम्रो बोनु र भाइको चाहिँ। हाम्रो चाहिँ गाउँघरमा टक्क यस्तै हुन्छ होइन, रमाइलो भइरहेको छ, देखिरहेको छैन भिडियोमा। हाम्रो चाहिँ गाउँघरमा चाहिँ यस्तो तरिकाले हुन्छ है। तपाईँहरूको कस्तो हुन्छ कमेन्टमा भन्न सक्नुहुन्छ। बाबजुदाको सम्पत्ति यो चाहिँ ठिक। अर्का बसी के
Apa त भयो अखराइ Kita puri rumah puri. दाजुले ओखी चाहिँ भयो ल फाइनली मेरो पाला आउँदैछ अब मेरो नि Pusing kuasa kisah susah kecil. पानी आशिक चाहिँ खै आशिक चाहिँ आमभन्दा अर्को पालि चाहिँ डबल हुनु पर्यो नि सेकेन्ड ल सधैँभरि है हाम्रो परिवार यसरी नै मनाउन पाऊँ है अरू त त्यो नै अब त के हो अब अबिर 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 कहाँ छ तपाईको अगाडि छ हैन ए यहाँ ल ल तो गर्नुस् अब ए यिनीहरू नि अलिअलि छर्नु पर्ने कि नि हैन नसर्दा नि हुन्छ त टिकाको लागि नछर्दा नि हुन्छ ल ल ल ल अरू आशिष त मनमा नै छ है ल हाम्रो चाहिँ पूजाहरू सबै सकिसक्यो है सक्सेस भइसक्यो फाइनल्ली अब चाहिँ टिका लाउँदै हुनुहुन्छ हाम्रो बुनुहरूले है टिका लाउनु पर्छ यो भइसकेपछि चाहिँ कन्यालाई टिका लाउनु पर्छ सो गाइस यहाँ तपाईहरुलाई देखाउँछु म हाम्रो पापाले लाउँदै हुनुहुन्छ ल यो सकिसकेपछि चाहिँ टिका लाउनु पर्ने हुन्छ है हाम्रो कन्याहरूलाई सो टिका लाउँदै हुनुहुन्छ हाम्रो पापाले हाम्रो बुनुले थाप्दै हुनुहुन्छ कलाएर हाम्रो पापाले सुरु गर्दै हुनुहुन्छ हाम्रो मम्मी चाहिँ खै दक्षिणाको लागि बस्दै हुनुहुन्छ है ल हाम्रो पापाले हाम्रो हुनुहुन्छ पैसा वन पार्नु मे न वाइफ टिकट रूम सुम पै ए हाम्रो जुमले भाइ र दाइ उस्ता उस्तै देखिनुहुन्छ है सबैजनाले त्यसै भनिदिनुहुन्छ तर बहिनीप्रतिको माया धेरै छ मेरो दाइको सो फाइनल है गाइज हाम्रो चाहिँ अब सकिसक्यो लक्ष्मी पूजा एकदमै रमाइलो भयो जोस यतिको भयो सबैले गरिसक्यौँ ल यति भयो हाम्रो सम्पत्तिहरू चाहिँ कोटा जानु कोटा सर्नु कोटा मेडल कता ल फाइनल्ली सकिसक्यो हाम्रो चाहिँ अब दिउँसो चाहिँ फेरि साथी पाउने होइन दिउँसो के हुन्छ अरे अब जङ्गलतिर यसो हावा खानु जानु पर्छ जङ्गलतिर जाने अनि दाउराहरू भएको ल्याउने अनि त्यही हो ल्याइसकेपछि चाहिँ यता वस्तुहरूलाई फेरि साठो खुवाउनु पर्ने हुन्छ क्या अब गाई तिहार हो त्यसको लागि यता तयार छ गाई बस्तुहरूको लागि चाहिँ यता तयार छ है यो चाहिँ गाई बस्तुलाई खुवाउने कुरा हो फाइनल्ली हाम्रो चाहिँ सबै लक्ष्मी पूजाहरूको काम सकिसक्यो अनि हाम्रो जाबो पनि यहाँ खुसी हुँदै हुनुहुन्छ अनि हामी चाहिँ अब चाहिँ उता दाउरा लिन जानुपर्ने रे दाउरा लिएर आउँछौँ अनि भरे गाई बस्तुहरूलाई साथ खुवाउनु पर्ने हुन्छ त्यही हो भरे म त्यो पनि देखाउँछु ल बाई बनु बाई सक्छु खै जाबो बाई ल मम्मी ल गएको ल
ल हाम्रो मम्मी र पापा हुनुहुन्छ, हाम्रो भाउजूहरू हुनुहुन्छ, जाबा बुनहरू। ल एकछिनमा आउँछ ल भाउजू, ल बाका नै के। ल त्यही हो गाइज, फाइनल्ली हाम्रो चाहिँ अब चाहिँ उता जङ्गल, म त हिजो मात्रै घर आइपुगेको है। अनि अब जङ्गलमा चाहिँ बुनु र भाइले त्यहाँ दाउरा काट्नु भएको छ क्या, दाउरा काट्नु भएको छ अरे, काटेर राख्नु भएको छ अरे। अनि त्यही भएर चाहिँ हामी चाहिँ लिन जान लागेको। हेरौँ अब, अलिक टाढै छ अरे, त्यो पनि म देखाइहाल्छु। अब गाउँमा आएर त्यही हो, गेमको गेम भयो है गाइस। ल अब चाहिँ काम पनि गर्नुपर्छ अनि घरमा पनि टाइम दिनुपर्छ, त्यही हो। ल बब्बालाई ल है गाइज, फाइनल्ली हामी चाहिँ जङ्गल आइपुगिसक्यौँ। अनि आउनु भन्दा नि भरे जानु चाहिँ अलिक गाह्रो छ है। आउन त खालीमा आएको, अलिक बाटोहरू नि त्यस्तै खत्तम छ क्या यताको जङ्गलको। अब त्यस्तै हुन्छ है यस्तो बाटोमा। भरे भारीमा चाहिँ अहिले खालीमा त जसो तसो आइयो। अब भरे चाहिँ झन् भारीमा चाहिँ अलिक गाह्रो हुने भयो। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ भाइ र बोनुले भारी हाल्दै हुनुहुन्छ। अब मेरो लागि पनि हालिदिनुहुन्छ है। कति दिन काट्नु भएको रे बोनु? ए ल, एक दिन काट्नु भएको, एक दिन चिर्नु भएको रे। म त गेममै व्यस्त थिएँ है, गेममा बिजी भएँ, गेममा हिँडेको भयो। त्यही कारणले गर्दाखेरि म अब बस्छु। मलाई भारी हाल्न चाहिँ आउँदैन, मेरो बोनुले मजाले हाल्नुहुन्छ। मेरो सरले नि खासै ढङ्गको त हाल्नुहुन्न है गाइज। फाइनल्ली अब हामी चाहिँ निस्किसक्यौँ। अनि अब अझै हाम्रो यति बाँकी छ, यति धेरै। अनि हाम्रो चाहिँ एक भारी मजाले टन्न नै लगेको छ। मेरो नि अब यति छ भनौँ न, सक्छु कि सक्दिनँ, गाह्रो छ। फेरि यो त बाटो चाहिँ लास्टै डेन्जर रहेछ क्या, सक्न चाहिँ सक्छु रहेछ। अलिक खोकीले पो च्यापेर साह्रै गाह्रो भएको छ। अरूभन्दा नि जाने बाटो चाहिँ लास्टै गाह्रो छ क्या। यो त माथि निस्किनसम्म एकदमै गाह्रो छ है। गाह्रो साह्रो आफ्नो ठाउँमा छ, ठिकै छ। अब बिस्तार जानुपर्ने हुन्छ, यस्तो बाटो छ, उकालो छ क्या, लास्टै उकालो बाटो छ। त्यही भएर उतै माथि नै भेट्छु है तपाईँहरूलाई। ल गाइज, हामी चाहिँ उकालो बाटो कट्न लाग्यो। अनि तलदेखि आएको बाटो नि थिएन है, यस्तो गाह्रो तरिकाले आइयो। हात सबै हात यस्तो भयो कालो। अनि अरू भन्दा दाउरा लास्टै गर्मी भयो, गाह्रो भयो। दाउरा चाहिँ लास्टै यस्तो गाह्रो छ है, यो चिसो खालको छ। अनि यहाँ चाहिँ हामी चाहिँ थकाइ मार्दैछौँ यहाँनिर है। अनि यहाँदेखि चाहिँ अब त्यो माथिको बाटो हुँदै जानुपर्ने छ। अनि आज सबैतिर हुस्सु लागेर रहेछ है, मजाले देखाउन पाएन। अनि अब एकछिन थकाइ मारेर फेरि त्यसपछि जान्छौँ हामी। गएर अझै धेरै कुराहरू पो गर्नुपर्ने छ, त्यहाँ बाँकी छ है। मम्मी पापा मात्रै हुनुहुन्छ। अनि अब गएर धेरै सघाउनु पर्ने छ, गएर अनि साठुहरू नि खुवाउनु पर्ने छ। आज गाई तिहार हो, त्यही भएर आज धेरै कामहरू सघाउनु पर्ने छ गाई। ल हामी चाहिँ फाइनल्ली आइपुगिसक्यौँ। अलिक गाह्रो भयो, सन्चो नि थिएन, त्यति सन्चो नि थिएन है। अनि अब यो डोको चाहिँ माथि लानुपर्ने हुन्छ। मैले हात पनि सबै यस्तो छ है, हात पनि सब कालो भइसक्यो, कालो छ हातको अवस्था यस्तो। अनि अब अरू घरको काम गर्नुपर्ने छ। अब चाहिँ यहाँ मिलाइसक्नु भयो हाम्रो भाइ र बोनुले। यता एकछिन यता छ है, यो चाहिँ ल टक्क लाएर यस्तो छ भनौँ न। अनि यो चाहिँ हाम्रो सिमी भयो। ल यसपालि सिमी बबाल होला जस्तो छ। अनि अब चाहिँ दाउरा ढुक्क भयो। अनि यता हाम्रो बाछीहरू हुनुहुन्छ, बाछीहरूलाई चाहिँ अब एकछिनमा यिनीहरूलाई चाहिँ साटु खुवाउनु पर्ने हुन्छ क्या। आज तिहार हो नि त, गाईको तिहार हो। त्यही भएर त्यही कारणले गर्दाखेरि मालाहरू लाउनु पर्ने हुन्छ, टिका लाउनु पर्ने हुन्छ। यिनीहरूको नि आज पर्व हो। सो हामी चाहिँ मम्मी र म चाहिँ आमा छोरा चाहिँ यहाँ रोटी पोल्न लागेका छौँ। हाम्रो मम्मीले पोल्न लाग्नु भएको छ, देख्न सक्नुहुन्छ।
यहाँ तेल छ अनि मैले चाहिँ यहाँ आगो फुक्न सघाइरहेको छु मम्मीलाई अनि मम्मीले चाहिँ अब रोटी पोल्नुहुन्छ है त एकछिन मम्मीले पोल्नु भएको नि म देखाउँछु तपाईहरुलाई ल मैले चाहिँ आगो फुक्दिएको छु मम्मीलाई अनि मम्मीले चाहिँ मजाले अब पोल्नुहुन्छ है भाइटिकामा चाहिँ अनि सेलरोटी नै पोल्ने अहिले चाहिँ यो चाहिँ विशेष स्पेसल्ली उसको लागि मात्र ल हाम्रो रोटी चाहिँ यतिको भइसकेको छ अनि हाम्रो मम्मीले चाहिँ पल्टाउँदै हुनुहुन्छ मैले चाहिँ यहाँदेखि हाल्दैछु यहाँदेखि मम्मीलाई हालिदिएको छु रोटी अनि मम्मीले चाहिँ पल्टाउँदै हुनुहुन्छ हेर्दै हुनुहुन्छ हाम्रो रोटी चाहिँ त्यतिको भएछ है त्यतिको भएछ यो खासमा यो त्यति राम्रो नभए नि हुन्छ यो स्पेसल्ली आज गाई बस्तुको लागि हो त्यही भएर चाहिँ पोल्दैछौँ तपाईहरुको भाषामा चाहिँ के भन्छ हो है कुपिण्डोको हो यो कमेन्ट गर्नु पर्यो यो चाहिँ पलम भन्छ हाम्रोमा चाहिँ भरे यसो ढ्याप लाउनु पर्ने हुन्छ यो गाई बस्तुलाई पनि बबाल हुन्छ यो चाहिँ यसको ढ्याप छाप ल्याउनु पर्छ क्या भरे खतरा हुन्छ यो चाहिँ यो कुपिण्डोबाट बनेको हुन्छ यो कोरेको सबै बनाएको है यो कान्छा भाइले बनाउनु भएको भर्खरै खतरा बनाउनु भएछ ल भरे छापै छाप लाउनु पर्छ ल है हाम्रो चाहिँ फाइनली सबै यताउता सबै त्यो कामहरू चाहिँ गरिसक्यो सकाइसक्यो बल्ल बल्ल अनि अब चाहिँ खुवाउनु पर्ने बाँकी छ है खुवाउनु पर्ने मात्रै बाँकी छ यता छ सामान योहरू खुवाउनु पर्ने कुराहरू यो चाहिँ साठु हो होइन मकैको हो आज स्पेसल्ली गाईहरूको तिहारको लागि हो ल है हाम्रो चाहिँ अब सुरु गर्न लागेको हाम्रो माछेहरू पाप्चाहरू यता आउनु भएर काइलीहरू बुनाडुम त्यसमा फर्नु मियारे ल है अब चाहिँ ल हाम्रो चाहिँ ठाउँमै खुवाउनु पर्ने हुन्छ होइन छोड्यो भने छोडेर खुवाउनु पर्थ्यो खासमा त छोड्यो भने चाहिँ फेरि हुन्छ क्या त्यही भएर भाग्न सक्छ अनि आउनु भिडियो पाठ भन्छ ल पहिला कुनको मम्मी कहाँको पानी होइन हामीले खेल सिधा बिचेमा हामीहरू चाहिँ मोटोमै खोरको चाहिँ क्या हो खोर चाहिँ बुझ्याएर टमाटर खोरकोमा टाटु हो थाल हो मा मस्सा के टर्सो रहेछ आम बन्द हुन्छ टर्सो हुन्छ क्या इस्टिमा उमलाई नै टर्सो सारा किन दिनु यहाँ पुरी पुरी पट्लो माछा ढेप भन्न पुरी दा पुरी हो सबै दिनु खै पुरी आ पठोरे पुरी खै पुरी हो दा बाकी परे पुरी खै आमे त रोसा चलेको थियो आमे आम नै मेरा वाह आम दान फन्ते इम दाती आमे होम दान भनेको आम के तू त छेउ आम सर्न अब किन आम दिने हो आल बाइच Arade ini me acap pisora bosi. Rungi ama patam ki azum ki para pan. बाबु बाबु an por pas stadium tak betul dia yang buat tikin No ba kade ai wo ma. satu nama saya Na sikya. Da ये जब ये खेल्दै को पछि फाइनल्ली हाम्रो घरको चाहिँ सकिसक्यो गाइज है अब यता हाम्रो पापजेठाकोमा हुन्छ अब यहाँ चाहिँ कन्याटिकाहरू हुन्छ त्यही हो अब एक ठाउँको चाहिँ सकिसक्यो अब नि अब चाहिँ हाम्रो पापजेठाको घरको हुन्छ है यहाँ चाहिँ हाम्रो कन्याहरूलाई टिका हुँदैछ हाम्रो पाप कान्छाले लाउँदै हुनुहुन्छ है ल माथि उनी आपाको हो है ल लक्षण लगाए लक्षण नै अब क्रिया दुख गाइ छु लक्षण लमो
बस्तुको चाहिँ पाउहरू टिप्नु पर्ने हुन्छ है, साटु खुवाउनु पर्ने हुन्छ, माला लाउनु पर्ने हुन्छ। आज स्पेसल्ली हाम्रो गाईबस्तुको पूजा हो, त्यही भएर पूजा सक्यो है आज चाहिँ। ल पूजा फाइनली सकिसक्यो। अब चाहिँ कन्या टिकाहरू हुन्छ यताउति है, त्यही हो गाइस, बल्ल बल्ल सक्यो आज।